यो फिटम्यान भन्ने नामर्दो साला एउटा देशद्रोही हो। अमेरिकामा गएर बोल्या छ साला, कहिले यसको बारेमा बोल्या छ, कहिले देशको बारेमा बोल्या छ, कहिले चोरको हैन, कहिले फटाको बारेमा बोल्या छ भनेर भन्दै थियो के। त्यो पक्कै पनि हुनुपर्छ त्यो एमालेको झोले। अब फिटम्यान भनेको दिन दुखी गरिबको भगवान हो अनि एउटा सपोर्टर हो। त्यत्रो अमेरिका जस्तो ठाउँमा बसेर आफूलाई महान ठान्दै हिँड्छन् हैन, त्यत्तिको हुनुपर्छ क्या। एउटा नेपालीको छोरा भइसकेपछि, एउटा नेपाली भइसकेपछि यत्तिको चाहिँ हुनुपर्छ क्या। म चाहिँ फिटम्यान दादालाई मान्छु क्या, एकदम सल्युट गर्छु क्या। उहाँको भिडियो मैले हेरिरहेको हुन्छु हैन, एकदम मन पर्छ। उहाँले अहिले सोसल मिडियामा हरेक कुराहरू भन्नुहुन्छ, जे पनि भन्नुहुन्छ सत्य कुरा भन्नुहुन्छ क्या हैन। त्यो भनेको पनि लाग्छ क्या। त्यति चोरहरू अनि त्यति फटाहरू पक्रिरहेको पनि छन्, अनि कि देशलाई सहयोग पनि गरिरहेका छन्, साथ सपोर्ट दिइरहेछन् हैन। यतिको चाहिँ हुनुपर्छ क्या। एउटा छोरा मान्छे भइसकेपछि बोल्ने यतिको चाहिँ हुनुपर्छ क्या। त्यसैले फिटम्यान दादाले म मान्छु क्या हैन। अनि एउटा गृहमन्त्री सुदन गुरुङ हैन, उसको गाउँको पनि थियो होला, कोही अरू थियो होला, खै त्यसले त उठाएन त, खालि खिलाफको बारेमा मात्रै गयो क्या। कसरी उसलाई सुदन गुरुङलाई झार्नुपर्छ भन्ने हिसाबमा गयो क्या। हेर्नुहोस् त, त्यो अमेरिकामा बसेर होइन एउटा फिटम्यान दाई एउटा आफ्नो सच्चा नेपाली भएर होइन, एउटा सच्चा नेपाली आमाको छोरा भएर सुदन गुरुङको बारेमा कति बोले होइन, साथ सपोर्ट दिए। अहिले सुकुम्बासी बस्ती कोलाई पनि भनिराख्नु भएको छ, एउटा कोही राम्रो सत्य सुकुम्बासी हो भने उहाँलाई पनि म आफ्नो तर्फबाट जग्गा दिन्छु पनि भन्नुभएको छ। यतिको पनि हुनुपर्छ क्या। सल्युट छ हजुरलाई। यदि मन पर्यो भने यो भिडियो उहाँसम्म पुर्याइदिनु होला र लाइक कमेन्ट सेयर पनि गर्न नभुल्नु होला। धन्यवाद, बाइ बाइ।